भनेर यो सारा जिन्दगी फेरि रङ्गिन सक्छ भनेर नसम्झिने मान्छेले पनि सम्झिन सक्छ भनेर मनको मान्छे बिर्सिँदै भन्छ यो दिमागले मनको मान्छे बिर्सिँदै भन्छ यो दिमागले सारा जिन्दगी फेरि रङ्गिन सक्छ भनेर नसम्झिने मान्छेले पनि सम्झिन सक्छ भनेर मनको मान्छे बिर्सिँदै भन्छ यो दिमागले दिलले बिर्सिनै मान्दैन फेरि फर्किन सक्छ भनेर। मनोज थापा मगरको यो मुक्तकसँगै उज्यालो टेलिभिजन हेरेर बसिरहनुहुने तपाईँ सम्पूर्णलाई नमस्कार। म सन्तोष हरदम। आज हामीसँग अतिथि गजलकार हुनुहुन्छ। गजलीय क्षेत्रमा फर्को मारिसक्नुभएका र गजल लेखनमा उत्कृष्ट गजल लेखिरहनुहुने गजलकारलाई आज निमन्त्रणा गरेको छु। उहाँका गजलहरू सुन्नेछौँ र साहित्यिक वार्तालापहरू गर्नेछौँ। सर्वप्रथम त म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ सर तपाईँलाई। नमस्कार। तपाईँको आफ्नो परिचय आफ्नै मुखारबिन्दुबाट बताइदिनुहोस् न। नमस्कार, मेरो नाम मनोज थापा मगर, दाङ तुलसीपुरबाट। वर्तमान समयमा के गर्दै हुनुहुन्छ र साहित्यलाई कसरी अगाडि बढाइराख्नु भएको छ मनोज सर? वर्तमान समयमा म अध्ययन गरिरहेको छु र साहित्यलाई पनि अगाडि बढिरहेको छु। पर्दामा नआए पनि भित्री रूपमा म गजल लेखनको कार्यमा चलिरहेको छु भन्नुपर्छ। तपाईँको एउटा गजल सुनौँ, त्यस पछाडि हामी कुराकानीलाई अगाडि बढाउनेछौँ। मेरो गजल यस प्रकार छ। यति सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। यदि सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। हिसाब किताब आफ्नो आफ्नो ठाउँमा छ, हिसाब किताब आफ्नो आफ्नो ठाउँमा छ, बजारमा नदेखाउनु त्यो दुश्मनीको रङ। यति सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। बीच बाटोमै धोका दिएर जाने इन स्टोरी, बीच बाटोमै धोका दिएर जाने इन स्टोरी, बीच बाटोमै धोका दिएर जाने इन स्टोरी। खराब जस्तो देखाएर देखिन्न खराबीको रङ, यति सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। सबै मेरो हो भन्ने ममा त्यस्तो घमण्ड छैन, सबै मेरो हो भन्ने ममा त्यस्तो घमण्ड छैन, सबै मेरो हो भन्ने ममा त्यस्तो घमण्ड छैन। साँच्चै यहाँ आफै माथि छैन दाबीको रङ, यति सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। म गजलको अन्तिम शेरमा छु। उसको पिजडाबाट बडो मुस्किलले फर्किए, उसको पिजडाबाट बडो मुस्किलले फर्किए, उसको पिजडाबाट बडो मुस्किलले फर्किए, उसको पिजडाबाट बडो मुस्किलले फर्किए। सबैलाई थाहा नै छ यहाँ जिद्दीको रङ, उसको पिजडाबाट बडो मुस्किलले फर्किए, उसको पिजडाबाट बडो मुस्किलले फर्किए। सबैलाई थाहा नै छ यहाँ यो जिद्दीको रङ, यति सजिलै देखिन्न मित्र प्रगतिको रङ, बोले जस्तो हुनुपर्छ हरेक बोलीको रङ। धन्यवाद। बडो मुस्किलले फर्किए पिजडाबाट, बडो मुस्किलले फर्किए उसको पिजडाबाट, बडो मुस्किलले फर्किए उसको पिजडाबाट। यति राम्रो गजल लेख्नुहुन्छ, उत्कृष्ट गजलका शेरहरू लेख्नुहुन्छ। तपाईँले यो गजल लेखन थालने कहिलेबाट सुरुवात गर्नुभयो? मेरो गजलको लेखनी लगभग 3 वर्ष जति भयो। 3 वर्ष यतादेखि तपाईँ गजल लेखिराख्नु भएको छ। तपाईँ यो गजल विधा बाहेक अरू कुनै विधाहरूमा कलम चलाउनुहुन्छ? गजल विधा बाहेक म मुक्तक विधामा कलम चलाउँछु। मुक्तक विधाहरूमा कलम चलाउनुहुन्छ, कवितामा पनि कलम चलाउनुहुन्छ सुनेको छु र पढिरहेको पनि छु सामाजिक सञ्जालहरूमा। तपाईँ यो साहित्यलाई कसरी हेरिराख्नु भएको छ? साहित्यलाई कसरी हेर्छन् भन्दाखेरि अब साहित्य आफ्नो पाटो हुन्छ, साहित्य आफ्नो पाटो हुन्छ। साहित्यलाई अब यसरी म यसरी हेर्छु भने म शब्दको बयान गर्नको लागि म हेर्छु। पक्कै पनि तपाईँ गजल विधा बाहेक अरू विधामा पनि कलम चलाउनुहुन्छ? मुक्तक विधामा कलम चलाउनुहुन्छ, कविता विधामा कलम चलाउनुहुन्छ।
अब हामी तपाईँका मुक्तकहरू सुन्न सक्छौँ। म 3वटा मुक्तक सुनाउँछु। तपाईँका 3वटा मुक्तक सुनाऊ। भन्न त सायद नभन्ला कसैले आँखामा राख्छु, तर म भिन्न छु र भन्छु मैले आँखामा राख्छु। भन्न त सायद नभन्ला कसैले आँखामा राख्छु, तर म भिन्न छु र भन्छु मैले आँखामा राख्छु। प्रेमिका भनी तिमीलाई मुटुमा राख्नु अघि, प्रेमिका भनी तिमीलाई मुटुमा राख्नु अघि, भन्न त सायद नभन्ला कसैले आँखामा राख्छु, तर म भिन्न छु र भन्छु मैले आँखामा राख्छु। प्रेमिका भनी तिमीलाई मुटुमा राख्नु अघि म परीक्षणको लागि पहिले आँखामा राख्छु। अर्को मुक्तक। काम गर्नेहरूको भेला सुन्दर देखिन्छ, पसिना झरिरहेको बेला सुन्दर देखिन्छ। काम गर्नेहरूको भेला सुन्दर देखिन्छ, पसिना झरिरहेको बेला सुन्दर देखिन्छ। हातमा बुट्टाले कुदिएका मेहन्दी भन्दा, हातमा बुट्टाले कुदिएका मेहन्दी भन्दा परिश्रमले उठेका ठेला सुन्दर देखिन्छ। अब अर्को मुक्तक। तिमी नहुँदा यो घर घर जस्तो लाग्दैन, तिमी नहुँदा यो घर घर जस्तो लाग्दैन, तिमी नहुँदा यो घर घर जस्तो लाग्दैन, तिमी बिनाको रहर रहर जस्तो लाग्दैन, तिमी नहुँदा यो घर घर जस्तो लाग्दैन, तिमी बिनाको रहर रहर जस्तो लाग्दैन। तिम्रो नामको पछाडि झुन्ड्याउन नपाउँदा, तिमी नहुँदा यो घर घर जस्तो लाग्दैन, तिमी बिनाको रहर रहर जस्तो लाग्दैन। तिम्रो नामको पछाडि झुन्ड्याउन नपाउँदा, तिम्रो नामको पछाडि झुन्ड्याउन नपाउँदा यो मनोजको मगर थर थर जस्तो लाग्दैन। धन्यवाद। यो मनोजको मगर थर थर जस्तो लाग्दैन। यति मिठा प्रेमिल भावमा मुक्तक सुनाउनु भयो, तर धेरैको जिज्ञासा छ कि मनोज कहिलेसम्म कुमार केटो बस्ने, यो बारेमा तपाईँ के भन्नुहुन्छ? यो जिज्ञासा गरिराख्नु भएका अब यस्तो धेरैजनाको जिज्ञासा तपाईँ कसरी मेटाउन चाहनुहुन्छ? यस्तो छ, बिहे भन्ने चाहिँ ठ्याक्कै बिहे गर्छु भन्दा पनि कहिले नहुँदो रहेछ, आफै एक्कासी हुँदो रहेछ बिहे भने चाहिँ। बिस्तारै बिस्तारै अब 1-2 वर्षपछि बिस्तारै बिहे हुन्छ। केही प्रेमिल सम्बन्धमा हुनुहुन्छ तपाईँ? प्रेमिल सम्बन्धमा छु। पक्कै पनि हुनुहुन्छ जस्तो लागिरहेको छ। पक्कै पनि अब हामी केही वर्ष पछाडि, महिना पछाडि तपाईँको यो शुभ समाचार हामी सुन्न पाउनेछौँ। वैवाहिक जीवनमा बाँधिएको हामी हेर्न पाउनेछौँ। तपाईँ अहिले यो वर्तमान समयमा के गरिराख्नु भएको छ र अबको तपाईँको योजना के छ? वर्तमान समयमा म अहिले अध्ययन गरिरहेको छु। खासमा अध्ययन नै छ, अरू खासै केही छैन। अध्ययन मात्रै छ। अध्ययन गरिराख्नु भएको छ, साहित्यलाई पनि अगाडि बढाइराख्नु भएको छ। अबको तपाईँको योजना के छ? अब योजना अब यस्तो छ, यो योजना भन्दा पनि अब म लोकसेवाको तयारी पनि गरिरहेको छु। सरकारी जागिर हुन मन छ अब आगामी दिनमा। सरकारी जागिरको खोजीमा हुनुहुन्छ, लोकसेवा तयारी गर्दै हुनुहुन्छ। देशको सेवा गर्ने जागिरको खोजीमा छु, देशको सेवा गर्ने जागिरको खोजीमा छु, आँटेको सबै पुग्ने मन्दिरको खोजीमा छु। यो 9 वर्ष अगाडि लेखिएको यो गजल मैले सम्झिए। तपाईँलाई शुभकामना छ। लोकसेवा आयोग पास गर्नुहोस् र सरकारी सेवामा प्रवेश गर्नुहोस्। धन्यवाद। तपाईँ यति राम्रा गजलहरू लेख्नुहुन्छ, तर पछिल्लो क्रम यो गजल 2 धारमा विभाजित छन्, बहर र गैर बहर। यो 2 धारमा विभाजित गजललाई तपाईँ कसरी हेरिराख्नु भएको छ? यो धेरै विवादमा छन्, तपाईँ कसरी हेरिराख्नु भएको छ यो गजल? यस्तो 2 धारमा बहर लेख्न जानेकाहरूले बहर लेख्दा राम्रो, तर स्वतन्त्र पनि लेखिरहनु पर्छ। 2 धारमा भए पनि अब दुईटैलाई माया गर्नुपर्छ, मेरो भनाइ हो। दुईटैलाई माया गरेर अगाडि बढ्नुपर्छ। अब नयाँ पुस्ताहरूलाई पनि जुन धारमा लेख्दा पनि राम्रो, नयाँ पुस्ताहरूले जुन धारमा लेख्दा पनि, बहरमा लेख्दा पनि राम्रो र स्वतन्त्रमा लेख्दा पनि राम्रो। दुईटै अब यसमा विवादित नगर्दा राम्रो। खासमा गजल नयाँ पुस्ताहरूले विवादित नगरेर दुवै धारमा पनि लेख्न सक्यो। एकदमै तपाईँको धारणाले दुवै धारमा गजल लेख्नुहोस्, तर विवाद चाहिँ नगर्ने। तपाईँको फेरि एउटा गजल सुन्छौँ।
ल म एउटा गजल सुनाउँछु। दिल हो या चोटको अखडा मेरो, दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। तिमीलाई छुट्ने बहाना मिल्यो, तिमीलाई छुट्ने बहाना मिल्यो, तिमीलाई छुट्ने बहाना मिल्यो। सायद म हुँ प्रेमको हत्यारा मेरो, सायद म हुँ प्रेमको हत्यारा मेरो। दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। तिमीलाई देखेर म पागल भएको हुँ, तिमीलाई देखेर म पागल भएको हुँ, तिमीलाई देखेर म पागल भएको हुँ। दोषी तिम्रो सुन्दरता या आँखा मेरो, दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। नमर्दै भन के भन्नु छ मलाई, नमर्दै भन के भन्नु छ मलाई, नमर्दै भन के भन्नु छ मलाई। बोलाउँदा बोल्ने छैन मुद्दा मेरो, दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। म गजलको अन्तिम शेरमा, प्रेमले खोजिरह्यो बेला बेलामा, प्रेमले खोजिरह्यो बेला बेलामा, प्रेमले खोजिरह्यो बेला बेलामा। भयो सधैँ जिन्दगी लापत्ता मेरो, दिल हो या चोटको अखडा मेरो, देखिन्छ असर मनमा ताजा मेरो। धन्यवाद। देखिन्छ असर मनमा ताजा मेरो, देखिन्छ असर ताजा मनमा मेरो। मिठो गजल सुनाउनु भयो। उज्यालो टेलिभिजन हेरेर बसिराख्नुभएका तपाईँ सम्पूर्ण साथीहरू, यति बेला हामीसँग अतिथि साहित्यकार हुनुहुन्छ, गजल विधामा गजल लेख्ने गजलकार हुनुहुन्छ मनोज थापा मगर हुनुहुन्छ। उहाँसँग हामी साहित्यिक भलाकुसारी र उहाँका रचनाहरू सुनिरहेका छौँ। मनोज सर, अब हामी कार्यक्रमको अन्तिम भागमा आइपुगेका छौँ। उज्यालो टेलिभिजन हेरेर बसिरहनुहुने सम्पूर्णलाई तपाईँ के भन्न चाहनुहुन्छ? टेलिभिजन हेरेर सम्पूर्णलाई म विशेष गरी धन्यवाद दिन चाहन्छु र हरदम सरलाई पनि विशेष गरी धन्यवाद दिन चाहन्छु। निमन्त्रणा गरेर बोलाउनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। बस यति, धन्यवाद यसको लागि। मेरो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो, तपाईँलाई पनि हार्दिक आभार प्रकट गर्दछु र तपाईँको साहित्यिक यात्रा सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँको साहित्यिक यात्रा फराकिलो बन्दै जाओस्, विश्व भूगोलभन्दा फराकिलो बन्दै जाओस्, नाइल नदीभन्दा लामो बन्दै जाओस्। तपाईँलाई लाख लाख शुभकामना दिन चाहन्छु र उज्यालो टेलिभिजन हेरेर बसिरहनुहुने तपाईँ सबैलाई धन्यवाद र क्यामेरामा भिडियो रेकर्ड गरेर साथ दिनुहुने दिलीप डागी सरलाई पनि हार्दिक धन्यवाद दिँदै हामी दुवैजना छुट्टिन्छौँ। नमस्ते।